Hello everyone, my first day in my life video with my 6-month-old baby. First बिहानको फिडिङ टाइमहरू सकिसकेपछि उसँग प्ले टाइम मलाई खास गिटार बजाउँदा आउँदैन इट्स जस्ट टोय गिटार सो उसलाई इन्ट्रेस्टिङ हुन्छ भनेर मैले जस्ट ऱ्यान्डमली प्ले गरेको थिएँ अनि उसलाई सेल्फ प्ले गर्न छोडिदिएँ उसले एकछिन खेलिसकिन् आज चाहिँ उसको ड्याडुको आफ्टरनुन काम भएको भएर मर्निङमा एकछिन ड्याडुसँग पनि टाइम स्पेन्ड गरिन् त्यसपछि हामीले नेक्स्ट फिड गऱ्यौँ अनि उसँग प्ले गर्दै बस्यो उसलाई चाहिँ फिडिङ सकेपछि चाहिँ मामुसँग मुखमा हेरेर स्माइल गर्ने अनि डिफ्रेन्ट साउन्ड निकाल्ने गफ गर्ने एकदम रमाइलो लाग्छ अनि त्यसपछि ममहरूलाई पनि एकदम सेटिस्फाइड फिल हुन्छ अनि त्यसपछि चाहिँ सो उसलाई चाहिँ नुहाएर त्यसपछि चाहिँ मैले ड्रेस चेन्ज गरिदिएँ अनि नेपाली ढाकाको ड्रेसमा उसलाई एकदम राम्रो लाग्छ मलाई अनि आज अहिले वेदर पनि जाडो छ अनि उसलाई एकदम कम्फर्टेबल हुन्छ सो मैले कहिले कहिले ड्रेसहरू लगाइदिन्छु अनि मामु छोरी टाइम अनि अब चाहिँ म बिस्तारै लन्च गर्छु छोरीसँग कहिले 2-3 बज्छ मेरो लन्च गर्ने टाइम चाहिँ ठेगाना हुँदैन अनि कहिले काहीँ टाइम मिलेको बेलामा टिकटक बनाऊँ न त मेमोरी फर लाइफ भनेर मैले आज टिकटक बनाएँ सुत्छु भनेर मामुलाई प्राङ्क हानेर उठेको मान्छे को यो हो कि होइन हो कि होइन अनि यति सानो बेबीसँग एक्लै खासै घरमा केही गर्न पनि मिस हुँदैन सो आउटडोर्स चाहिँ एकदम भेरी इम्पोर्टेन्ट हो बेबीको लागि पनि अनि ममको लागि पनि सो कहिलेकाहीँ यसो इनर्जी निकालेर म हल्का वाकमा जान्छु यो चाहिँ मेरो वाक टाइम अनि म सधैँ हिँड्ने एरिया नै हो तर पनि मलाई यो ठाउँ चाहिँ कस्तो डिफ्रेन्ट लागेको छोरीलाई चाहिँ भर्खर 6 मन्थ कम्प्लिट भयो अनि त्यसपछि प्युरे स्टार्ट गरेको चाहिँ उसको फर्स्ट एक्सपिरियन्स एप्पल प्युरे अनि त्यसपछि लभ्स इट थ्याङ्क यू फर वाचिङ माई भिडियो Solid bite. Love it. Azzy, once more.